नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ धनुषाको आधा दर्जन पालिकाहरूमा पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण देखा परेको प्रसङ्गबाट। धनुषाको आधा दर्जन पालिकाहरूमा पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण देखिएको छ। खास गरेर गाई भैँसी लाग्ने लम्पी स्किन रोगका कारणले यहाँ आधा दर्जन चौपायाहरूमा मरेका छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका, मिथिला बिहारी नगरपालिका, धनुषाधाम, बटेश्वर सबैलामा यो रोगको संक्रमण देखिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर सञ्जीव ठाकुरले जानकारी दिए। लम्पी स्किन रोग लागेको पशु चौपायामा फोका आउने, फुट्ने र घाउ आउने, ज्वरो आउने, गर्भ तुहिने र दूध दिनेको दूध आउन कम हुने जस्ता लक्षणहरू देखिन्छ। लम्पी स्किन सरुवा रोग भएकाले यसले एक पशुबाट अर्को पशुमा सार्ने भएकाले विषाणुहरू सहज हुन आवश्यक छ। यो रोग लागेका पशुबाट स्वास्थ्य पशुलाई अलग राख्नका लागि चिकित्सकहरूले सुझाव दिएका छन्। लम्पी स्किन रोगबाट जोगाउनका लागि नियमित रूपमा खोप लगाउनुको विकल्प नभएको उल्लेख गर्दै डाक्टर ठाकुरले धनुषामा खोप कार्यक्रम यसपटक नचलाएको बताए। आकस्मिक रूपमा खर्च गर्न मिल्ने शीर्षकको बजेट नै रोक्का गर्ने काम भएकाले खोप कार्यक्रम हुन नसकेको उनले बताए। धनुषामा पशु लागिरहेको प्राणघातक रोग लम्पी स्किन रोक्नका लागि समयमा नै ध्यान नदिएको खण्डमा थप क्षति गर्ने खतरा रहेकाले प्रदेश सरकारले नियमित खोप कार्यक्रम तत्काल सुरु गर्ने आवश्यक देखिएको छ। जनकपुर धाममा आइतबारदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ। जनकपुर धाममा उद्योग वाणिज्य संघले आइतबार रातिदेखि जनकपुर धाममा रात्रिकालीन बजार सञ्चालनमा आएको जनाएको छ। जनकपुर धाम उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको छ। नगर प्रमुख मनोज कुमार शाहले तत्काललाई राति 10 बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए। उनले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्ने जाने बताए। जनकपुर धाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुर धाम उद्योग वाणिज्य संघ धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो। उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको यी अन्तर्क्रियाक्रममा नगर प्रमुख शाहले आइतबारदेखि नै रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गरेका थिए। जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायीलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र आर्थिक व्यवस्था चलायमान बन्ने विश्वास व्यक्त गरे। जनकपुर धाममा रात्रिकालीन बजार सञ्चालनको लागि समिति गठन गरिएको छ। आइतबार बसेको सुरक्षा समितिको बैठकले धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा समिति गठन गरेको छ। सो समितिले 7 दिनभित्र प्रतिवेदन दिएपछि रात्रिकालीन बजार सञ्चालन गर्ने नगर्ने बारे निर्णय हुने धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। उनका अनुसार समितिमा जनकपुर धाम उद्योग वाणिज्य संघ, जनकपुर धाममा उपमहानगरपालिका, सुरक्षा निकाय र नागरिक समाजको प्रतिनिधित्व छ। सो समितिले रात्रिकालीन बजार सञ्चालनको विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पार्नेछन् र सो प्रतिवेदनले गरेको माग निर्देशन अनुसार अन्य प्रक्रिया अगाडि बढाइनेछन्। तर तत्कालको लागि राति 10 बजेसम्म बजार खुल्ला राख्न पाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए। आइतबारदेखि लागू हुने गरी सुरक्षा समन्वय समितिकै बैठक राति 10 बजेसम्म बजार चल्न दिने सहमति भएको छ। उनले भने हिजोसम्म 9 बजे भन्दा बढी खोल्न पाइँदैन थियो। जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ पनि सोही कुरा दोहोर्याए। समितिको प्रतिवेदनपछि रात्रिकालीन बजार कुन मोडलमा सञ्चालन गर्ने सुझाव सहित दिइने उनले बताए। जनकपुर धाम उद्योग वाणिज्य संघ रात्रिकालीन बजारको लागि विभिन्न निकायसँग पहल गर्दै आएका छन्। उनले रात्रिकालीन बजारको धेरै आवश्यकता रहेको औलाएका छन्। सुरक्षा निकायले देश द्वन्द्वकालमा हुँदा बजार राति 8 बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको थियो। उनले तर्क गर्दै भने तर अहिले देश त कुनै द्वन्द्वमा छैन, त्यसकारण केही मापदण्ड बनाएर जनकपुर धामको बजार रात्रिकालीन सञ्चालन हुनुपर्छ। जनकपुर धाममा आउने पर्यटक रात्रिकालीन बजार नहुँदा समस्यामा पर्ने गरेको थियो। मध्य प्रदेश सभा अन्तर्गतका 3 समितिको सभापतिमा महिला सभासद सर्वसम्मतबाट चुनिएका छन्। मध्य प्रदेश सभा अन्तर्गतका 7 विषयगत समिति रहेका छन्। तीमध्ये 5 समितिको आइतबार सभापति चयन भएकोमा 3 समितिको सभापतिमा महिला सर्वसम्मतले चयन भएकी छिन्। प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 146 बमोजिम गठित विषयगत समिति मध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला
बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको छ। विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शंकर प्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतीश कुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रकी शारदा पहाडी दास, सार्वजनिक लेखा समितिमा नेकपा एमालेका मन्जु कुमारी थापा मगर र महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीका रु कुमारी यादव सभापतिमा चयन भएकी छन्। विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए। उनीहरूले आइतबार नै पदभार पनि ग्रहण गरेका छन्। कृषि तथा भूमि व्यवस्थापन र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी छ। मध्य प्रदेशमा अर्थ तथा योजना समितिमा सभापति सहित 11, कृषि तथा भूमि व्यवस्थापन समितिमा 12, प्रदेश मामिला समितिमा 9, प्राकृतिक स्रोत तथा वातावरण समितिमा 12, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा 13, विकास समितिमा 12 र सार्वजनिक लेखा समितिमा 15 सदस्य रहने व्यवस्था छ। चयन हुन बाँकी रहेका समितिका सभापति पनि चाँडै टुङ्गिने सभामुख रामचन्द्र मण्डलले बताएका छन्। प्रदेश सभामा संसदीय समिति गठन भएपछि संसदको गतिविधि फराकिलो हुने बताइएको छ। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद उपेन्द्र यादवले माध्यमिक तहसम्मको शिक्षा मातृभाषामै दिनुपर्ने बताएका छन्। आइतबार जनकपुर धाम भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्य नभएनका लागि अन्तर्क्रियाक्रममा उनले सो कुरा बताएका छन्। जुन क्षेत्रमा जुन मातृभाषा बोलिन्छ त्यही भाषामा माध्यमिक शिक्षासम्म पठन पाठन हुनुपर्ने धारणा राखे। भाषा नागरिकको रोजीरोटीसँग जुडिएको छ, व्यक्तित्व पहिचान र प्रगतिसँग जुडिएको छ। उनले भने केही राजनैतिक अधिकार प्राप्त भए पनि भाषिक अधिकारबाट धेरै समुदाय वञ्चित छन्। समान भाषिक अधिकारबाट मधेसी समुदाय पनि वञ्चित छन्, जसलाई स्थापित गर्नुपर्छ। संविधान संशोधन गरेर पनि सरकारी कामकाजको भाषामा अत्याधिक बोलिने भाषाहरूमा समावेश गर्न उनले माग गरे। देशको नीति नै गलत रहेको उनले टिप्पणी गरे। कुनै एउटा भाषाले बहुभाषिक देशमा राष्ट्रिय भाषा बनाउन गलत रहेको उनले बताए। संविधानमै बहुभाषिक उल्लेख भए पनि एउटा भाषाले राष्ट्रिय बनाउन अन्य भाषा बोलिनेहरूसँग विभेद रहेको उनले चर्चा गरे। मध्य प्रदेशमा 4-5 वटा भाषालाई सरकारी कामकाजको रूपमा प्रयोग गर्न सकिने बताउँदै उनले भने मरौतहट जाँदा मैथिली भाषा काम लाग्दैन, त्यहाँ भोजपुरी नै चाहिन्छ भने उदाहरण देखाएर भने त्यसकारण प्रदेशले भाषाको आफ्नै अनुसूची बनाउनु पर्छ। मधेसमा प्रयोग हुने 4-5 भाषा राख्न सकिने बताए। कार्यक्रममा मध्य प्रदेशका प्रमुख हरिशंकर मिश्र, सभामुख रामचन्द्र मण्डल, भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुर, मध्य प्रदेशका न्यायाधीश वका वीरेन्द्र ठाकुर, शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव लगायतको उपस्थित रहेको थियो। 12 मा 9 वर्षीय बालिकाले करणी गरेर हत्या गरेको अभियोगमा आदर्श कोतवाल गाउँपालिका 7 का सन्तोष शाह कानूनलाई 12 जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश प्रकाश राउतले इजलासले चेत 30 गते शाहलाई आजीवन कैद हुने फैसला सुनाएका छन्। आदर्श कोतवाल गाउँपालिका 7 स्थित कुखुरा फार्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी 9 वर्षीय बालिकालाई लडाई फकाई कुखुरा फार्म बोलाएर सन्तोष शाह कानूनले 2078 पुस 25 गते करणी गरेर हत्या गरेका थिए। हत्या लगतै शाहले बालिकाको शव गाउँ नजिकैको जमुनी खोलामा फालेका थिए। शाहले मुलुकी अपराध सहित सन्निहित 2074 को दफा 177 को 1 अनुसार ज्यान सम्बन्धी कसुर र दफा 219 को करणी सम्बन्धी व्यवस्थाको 3 अनुसार आजीवन जन्म कैद सजाय भएको छ। 12 जिल्ला अदालतले यी दुवै कानूनलाई टिकेर शाहलाई आजीवन जन्म कैदको फैसला भएको श्रेष्ठदार उपसचिव नवराज जोशीले जनाए। करणीमा पीडित जीवित रहेको अवस्थामा जन्म कैदको व्यवस्था छ, तर करणी पश्चात हत्या हुँदा दोहोरोको सजाय हुने व्यवस्था अनुसार पीडकलाई आजीवन जन्म कैदको फैसला भएको 12 जिल्ला अदालतले जनाएको छ। मुलुकी अपराध संहिता अनुसार जन्म कैद भन्नाले 25 वर्ष र आजीवनको जन्म कैद भन्नाले जीवनभर कैद सजायलाई मानिन्छ। दुवै कसुर कायम हुने ठहर भएकाले प्रतिवादी सन्तोष शाह कानूनले मुलुकी अपराध संहिता 2074 को दफा 41 अनुसार जीवित रहेसम्म कैद हुने ठहर छ। 12 जिल्ला अदालतका श्रेष्ठदार जोशीले भने 2078 पुस 25 गते दिउँसोको समयमा घरबाट बाख्रा चराउन गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन्। त्यसको 2 दिनपछि 2078 पुस 27 गते दिउँसो अन्दाजी 12:30 बजे जमुनी खोलाको पानीमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन्। कुखुरा फार्मको नजिकै बाख्रा चराइरहेकी बालिकालाई शाहले आफ्नै पिताले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बोलाएर करणी गरेको र बालिका चिच्चाएपछि घाँटी थिचेर बालिकाको टाउकोमा कोदालो
धालोले हानेर हत्या गरेका थिए। हत्या लगतै शाहले बालिकाको शव बोराले छोपिराखेको र सोही दिन राति 12 बजेपछि केही नभएको मौका छोपेर जमुनी खोलामा फालेका थिए। शाहले बालिकाको करणी र हत्या लगतै घटनामा प्रयोग भएका केही सामान आगो लगाएर जलाएका थिए। भोलिपल्ट बिहान कुखुरा फार्मबाट आमा घरतर्फ जान लाग्दा शाहले प्लास्टिकको झोलामा बालिकाको जुत्ता रुमाल प्याक गरी आफ्नी आमा शान्ति देवीलाई नहरमा लगेर फाल्न लगाएका थिए। यद्यपि सो घटनामा 12 जिल्ला अदालतले शान्ति देवीलाई भन्ने सफाई दिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा शान्ति देवीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै छोराले आफूलाई नहरमा फाल्न पठाएको झोला लगायतका विषयमा जानकारी दिएपछि प्रहरीले बालिकाको हत्यामा शाह नै संलग्न रहेको पत्ता लगाएको थियो। हस्त टुडे न्युजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।